मटर कसो छोराको मटर कसो छोरा छोरा हो कि छोरा सबै मिसाएर टोक्ने मिठो हुन्छ मिठो हुन्छ बाहिर के गर्ने हो नि त रसमा हाल्ने मिठो हुन्छ यता बारेला हाम्रो बारीमा छ यो मटरको सबै बारेला काटेको यता धनियाँ प्याज अनि छ्यापी खोइ त छ्यापी छ त हेर्नु नि त नि खोइ इस छ्यापी कति मिठो हुन्छ तरकारी यहाँ कौली छ कौली यहाँ मटर कसा अब पकाउने होला आलु ल्याइदिउँ आलु आलु अब हाले पनि भयो नहाले पनि भएन जे गरे पनि हुन्छ आलु नहाल्नु हुन्छ अझ यसो त मासु हाले मिठो हुन्छ कुखुराको अझ यसमा होइन कि सुकेको मिठो हुन्छ बरेला त अनि यसमा नि मिठो हुन्छ तर हामीले आफ्नो खाए होइन त यहीँ मैले त सुकेको खाएको थिएँ मामा घरबाट सुकेको पठाइदियो होइन त्यही खाएको यो मटर कसो त हाम्रो बारीमै छ अलिअलि कहाँबाट ल्याएको यो यो त अस्ति बाबाले कालीमाटीबाट लिएर आउँदा तरकारी उयो बरेला कौली के हो अनि केराउ त्यति नै हो त्यति नै हो राँगाको मासु खाना नै देख्छ त राँगाको मासु ल्याएको छ नि त खसी उसको मासु ल्याएको त्यो खसी मासु अनि कस्तो रातो थियो त रातो तिमीले खाएर तिमीले गनाउँछ होइन खाएन नि त तिमीले मैले त धेरै खाएन अस्ति हाँस काटेको कस्तो मिठो भएको थियो है मासु हाँस काट्यो नि अस्ति एउटा ठुलो 2 किलो 700 ग्राम थियो 2 किलो 700 ग्राम थियो त्यो पनि घरमा पाउनु हुनुहुन्थ्यो त्योबाट काटेको होइन आफूले काट्यो खानालाई तर पनि मामाहरू आउनु भएको थियो त्योबाट काट्यो आन्टी त गइसक्यो हो त्यो यो चाहिँ बाख्रालाई हुन्छ के खेर जाँदैन बाख्रा कुखुरा घरमै छ होइन बाख्रा कुखुरा सब घरमै छ मेरो त अन्डा पारे चाहिँ हेर्नु पर्ने अलिपछि हेर्नु पर्ला अन्डा हामीले बेच्छ नि है बेच्छ किन्ने भाइ आउनु भन न अहिले छैन ठुलो भएपछि चाहिँ अहिले नि पाइरहेको त अनि 1-2 टा त अलिअलि छ 7-8वटा आफूले खानु हुन्छ नि त अब त्यो ठुलो भएपछि चाहिँ हुन्छ ठुलो भएपछि म भन्छु दाना पानी अन्डा दिएको के होइन त्यो के अरे कुखुरालाई अन्डा पार्ने दाना दिएको होइन त्यसको चाहिँ कति हो पैसा किलोको 90 नै हो कि बाबाले मलाई थाहा छैन ब्रोइलरले खाने दाना चाहिँ 90 हो त्यो उसले खाने चाहिँ अन्डा पानी चाहिँ थाहा नै छैन ए यति चाहिँ यति अझ यति बाँकी बस्यो यति भोलि हुन्छ
नानीहरू किन नखाँदाले नखाने खाऊ त्यति खाउँछ तेल पनि तोरीको यो त थियो त तोरीको लिएर हो भने त तोरीको छैन है अनि यही मात्रै हो रे अहिले त यो त थियो त यो त यस्तो यो त अस्ति त लिएर तेल अनि मैले तोरीको तेल लिएर आऊ भनेको साटेर लिएर आउन नि सक्छु होइन नसाट्ने अब एकचोटि ल्याइसकेको भएछ एकचोटि ल्याइसकेको अच्छा हो कहिले आउनु त ए मुलाको अचार घरमा नि हालेको होइन खुर्सानी मुलाको अचार हो कि भटमास हालेन ए स्कुल जानु ठिक पऱ्यो नि स्कुल जानु पऱ्यो